पाँचौं दिन हामी खाना खाएर सुन्दरको लागि आज चाहिँ पुगिन्छ। ओ घाम लागेको छैन, पानी परेको पनि छैन, ठिक्क छ। यहाँ निशा दिदी हुनुहुन्छ एकदम एक्टिभ हुनुहुन्छ। ए यो चाहिँ ट्याक्कै चौरीमा आज यो सुन्दर फुलको बगैँचामा एउटा फुल फुलेको रहेछ। मालीलाई थाहा नपाई यति सुन्दर फुलेछ। कहाँ हुनुहुन्छ तपाईको फुललाई पहाडको खोजमा हुनुहुन्छ कि मै बोकेर लग्दिम भन नि त खै मार्नुहुन्छ। हामी यस्तो डेन्जर ठाउँमा छौँ। यस सबै ढुङ्गाहरू खटिएको ठाउँमा त यस्तो बाटो नै छैन। यस्तो ठाउँमा यो चाहिँ माथि चट्टानहरू पोल्टिएर आएको। हामी सुन्दरको बाटोमा जाँदैछौँ। केही लागेछ। यहाँ हाम्रो सुन्दरी भाउजू हुनुहुन्छ। हाम्रो सालो लास्टै खान्छ। यहाँ माइजू हुनुहुन्छ। लास्टै गाह्रो छ बाटो। खुट्टाइ भाँचिएला अलि होस गरेर आउनु होला। ए हेर्नु बाटो डेन्जर छ यो। हेर्नु त यो माथि चाहिँ पायो भने। हे ओरालीमा जो झरे पनि मेरै माया हो जस्तो लाइरनी पानको पात। नासाका वैज्ञानिकहरू चन्द्रमाको दक्षिणी ध्रुवमा दुईजना उसको लागि विशेष अन्तरिक्षमा के भइरहेको छ हो त्यसको खोजको लागि यहाँ आइसक्नु भएको छ। जेट विमान पर राखेर हिँड्दै यता आउनु भएको छ बिना अक्सिजन। डेन्जर हुनुहुन्छ हाम्रा दुईजना नेपाली टिम। एकदम बहादुरी टिम। पक्कै पनि नेपालले त्रिभुवन एयरपोर्टबाट आउने बित्तिकै सम्मान गर्नेछ यी दुईजना वैज्ञानिकहरूलाई। हे भगवान कसले हो यसरी डुङ्गा फालेको? किन फालेको हो र? हामीलाई गाह्रो भयो। हेर्नु त यहाँ पुरै चट्टानै चट्टान। चट्टानलाई फोडेर आउँदैछु म सुन्दहमा। है जमिनलाई के अरे आकाश जमिनलाई चितोरेर हुन्छ यहाँ। यो हेर्नु त रनमादेखि आएको सुन्दर जाने बाटो। यति राम्रो तपाईँहरू हेर्न सक्नुहुन्छ। तपाईँ फ्रीमै हेर्दै हुनुहुन्छ। हामीहरू यस्तो सङ्घर्षमा आएका छौँ। तपाईँहरू भाग्यमानी भनौँ कि हामी भाग्यमानी। कृपया आए पनि हेलिकप्टरमा आउनु होला। हिँड्दै नआउनु होला। हे भगवान किन यस्तो भएको र? तल फेरि खतरा दामी छ भ्यू सिनहरू। हेर्नु यो मान्छे पनि खतरा हुनुहुन्छ हाम्रो दाजु। सुन्दह जाने बाटोमा यस्तरी पुरा तल क्लिप छ। हाम्रो यहाँ चाहिँ अध्यक्ष मामा अनि त्यहाँ मामाले रेस्क्यु गरिरहेको भएको छ डोरी बाँधेर। ल म यहाँ चाहिँ यस्तो स्पेसल तरिकाले बाँधेछु। यो चाहिँ डोरी बाँधेर उहाँहरूले त्यहाँ बस्नु होला। रेस्क्यु गरिरहेको भएको छ। एकदम डरलाग्दो छ है तल त आम्मा। यस्तो छ है बाटो चाहिँ। यसरी डोरीबाट लिइरहेछौँ। सुस्तरी सुस्तरी मामा के भएन?
दोरी दोरी ढुक्कले ताने हुन्छ यहाँ उस बान्नु भएको छ राम्ररी मामाले यो के गरिरहेको छु त भाटा बनाएको छैन होला मामा एकदम दामी दामी लट्ठी दिनु हेल्प हुन्छ भगवान यो चाहिँ डेन्जर बाटो उता नजर हात तान हात देऊ बिस्तारै बिस्तारै नाच्दिनु है नाच्दिनु कस्तो भयो मजा भयो डर त लागेन सगरमाथा चढ्नु तर आउँथ्यो म डोरी नभए नि मैले त्यहाँबाट यस्तो आउँछ सोचिरहेको इधर हाम्रो निशाजी आइसक्नु भएको छ माथि त्यो हात उठाइदिनु ए उहाँ त झन् गइसक्नु भयो त ल उहाँ पनि पास भइसक्नु भयो अब सगरमाथा चढ्न बाँकी माथि आउनु ओए यता देखियो कि बाटो नर्न भेना नगर के यता दिनु कुस्केलाई हात सार कान्छ यहाँ पनि आइपुग्नु भयो हाई कस्तो भयो जति हामीलाई गाली गर्ने गर्नु पछि चाहिँ यही बाटोले चाहिँ सम्झिने हुन्छ कि हामीलाई कसको परि त सानो कसको खुसीलाई त खुसी लाग्यो मजा आयो साथी होइन उहाँ त एकदम राम्रोसँग आउनु भयो यतिको अन्त है मर्दाको अन्तिम साससम्म पनि है कसको लट्ठी भयो मेरो होला एउटा सालो थ्याङ्क यू भेना बिस्तारै बिस्तारै गाह्रो छ शेर्पा जस्तो देखिनु भएको छ शेर्पाहरूको भान्जो हो कि भाइ लाए म सुमन ताकै सुमन पुऱ्याइदेऊ हाम्रो उसलाई यो यसो प्रकृति प्रेमी हो यो चाहिँ आतेको सबै पुऱ्याइदेऊ यता राम्रा केटीको वरदान दिनु बिहा होस् मङ्सिरमा त्यो जोइली नै लाग्यो यार केही नभने सकुशल फिर्ता हुन पाऊँ मेरो पनि भिडियो बनाइदिनु है एउटा यहाँ हामी चाहिँ सुन्दामा छौँ पारेको सुन्न हो कासी खुलेको छैन यहाँ बसेको छ अब खाना खाने कार्यक्रम हुन लागेको छ आज मौसम खुलेपछि देखाउने नै छौँ यो पागल दुनियाँमा तिमी पनि आयौ